नमस्ते। के तपाईँ चाहिँ यो सामाजिक सञ्जालमा सामाजिक सञ्जाल त हामी सबैले हेरिहाल्छौँ। तपाईँ चाहिँ आफूलाई मन नपर्ने सामग्री कसैले बनाएको भेट्नुभयो, सामग्रीमा लेखेको अथवा भिडियो बनाएको भेट्नुभयो भने त्यहाँ अश्लील खालका शब्दहरू प्रयोग गरेर गाली गरिरहनु भएको छ। अनि तपाईँलाई आफ्नो आइडी चाहिँ लुकाउनु मन लाग्यो, आफ्नो फोटो चाहिँ लुकाउनु मन लाग्यो, यसले नै यस्तो लेखेछ भन्लान् भन्ने मन लाग्यो, मनमा एकदम कुण्ठा पस्यो। अनि फेक आइडी बनाएर चाहिँ अर्कालाई तथानाम गाली गरिरहनु भएको छ, योबाट त थाहा पाउँदैनन् भनेर। त्यस्तो छ। यदि त्यो होइन भने पनि अर्काले चाहिँ बनाएको सामग्री रहेछ भने त्यसरी गाली गरेका सामग्रीहरूमा लाइक गर्ने होइन, अनि त्यसलाई सपोर्ट गर्ने, त्यसलाई सेयर गर्ने, यस्तो गर्नुहुन्छ। तपाईँ विदेश हुनुहुन्छ र नेपालमा के नै गर्छ र नेपालमा के कानुन छ र भन्ने जस्तो गरेर विदेशबाट त जे पनि गरे हुन्छ भनेर त्यसै गरिरहनु भएको छ। अथवा कोही अन्य मानिसलाई, खास गरी किशोरीहरूलाई अथवा बालबालिका महिलाहरूलाई चाहिँदा नचाहिँदा म्यासेजहरू पठाएर हैरान गरिरहनु भएको छ। यो महिलालाई मात्रै होइन, अरूलाई गरे पनि हुन्छ है। पटक पटक गरिरहनु भएको छ, अनावश्यक रूपमा फोन कल गरिरहनु भएको छ। उहाँले नगर भन्दाखेरि पनि दुःख दिदी फेरि फेरि गरेको गरे हुनुहुन्छ। अनेक तरिकाले हुन्छ नि, एकदम म त यस्तो हुँ उस्तो हो, यस्तो फ्यान के जाति भनिकन पटक पटक मान्छेलाई हैरान दिने गर्नु भएको छ सामाजिक सञ्जालबाट। यदि तपाईँले त्यसो गरिरहनु भएको छ भने तपाईँ साइबर अपराध गरिराख्नु भएको छ है। साइबर अपराध गरिराख्नु भएको छ। नेपालमा के नै कानुन छ र भन्नु हो भने, अथवा पत्ता लगाउँदैनन्, थाहा पाउँदैनन् भन्नु हो भने यो गलत कुरा हो। यो पत्ता लाग्छ, थाहा हुन्छ। र यदि तपाईँ विदेशमा हुनुहुन्छ भने चाहिँ नेपालमै हुनुहुन्छ भने पनि तपाईँको विरुद्धमा साइबरमा उजुरी परिरहेको हुनसक्छ होइन। र यदि विदेशतिरै हुनुहुन्छ भने पनि तपाईँको विरुद्ध चाहिँ मुद्दा परेर पनि फैसला भइरहेको पनि हुनसक्छ है। यो म्यासेजहरू पठाउँदाखेरि चाहिँ कहिलेकाहीँ सहमतिमा गरिएका कुराकानी होइन, रमाइला कुराकानी जहाँ अश्लील शब्दहरू प्रयोग गरेर पनि गरिन्छ सहमतिमा। र त्यस्ता खालका फोटोहरू, भिडियोहरू होइन, सहमतिमा सेयर गरेका भिडियोहरू चाहिँ सेयर गरेर अथवा अर्कालाई पठाइदिएर, थर्ड पर्सनलाई सेयर गरिदिएर होइन, बदला लिन्छु भन्ने हिसाबले चाहिँ केही गर्नुभएको छ भने तपाईँको चाहिँ विरुद्धमा मुद्दा परेर पनि फैसला भएर बसिरहेको पनि हुनसक्छ है। अब नेपालमा 2080-81 सालमा हेर्दाखेरि चाहिँ यस्ता खालका मुद्दाहरू 9,000 मुद्दाहरू साइबरमा परेका छन् होइन। 81-82 मा हेर्दाखेरि 8,400 जति परेका छन्। र 82-83 मा हेर्दाखेरि चाहिँ अहिलेसम्म नै यो मुद्दाको सङ्ख्या चाहिँ 2,900 जति चाहिँ मुद्दा परिसकेका छन् है। यदि मुद्दा परिसकेका छन् भनेपछि तपाईँ यदि यस्ता कार्यहरू गरिराख्नु भएको छ यदि भने चाहिँ तपाईँका विरुद्धमा पनि यो मुद्दा परिरहेको हुनसक्छ, होइन भने पनि पर्न सक्छ है। यो पर्न सक्छ। यो कुरा अब कति खाल गर्नुहुन्छ तपाईँको कुरा भयो है। नेपालमा कुनै पनि कानुन छैन, के नै गर्छ र के कानुन, यो उसका लागि कानुन लाग्ने हो, यो फलानाको के न्यायाधीश योको, यी बेकारका कुरा हुन् है। म पटक पटक भन्छु यी बेकारका कुरा हुन्। त्यो भनेर तपाईँ अपराध गरेर बस्नुहुन्न। कहिलेकाहीँ त्यही भनेर तपाईँले चाहिँ उस्तै ठाउँमा चाहिँ गाली लेख्नु भएको रहेछ भने त्यही विरुद्ध पनि तपाईँको मुद्दा परिरहेको हुनसक्छ होइन। किनभने तपाईँसँग त्यसलाई पुष्टि गर्न सक्ने खालको तथ्य कुरा हुँदैन। मिडियावालाहरूले पनि यो कतिपयले यो फेस गरिरहेका हुन्छन् है। त्यस्तो सोच्नुभयो भने तपाईँ गलत हुनुहुन्छ त्यो सोचाइहरूमा। यस्तो नियन्त्रण गर्नका लागि, यी विषयहरू नियन्त्रण गर्न अथवा यिनलाई अपराधीकरण गर्नका लागि नेपालमा कानुन छन् है। खास गरी दुईटा कानुन छ। दुईटा कानुन के हो भन्नुहुन्छ भने विद्युतीय कारोबार ऐन 2063 भन्ने एउटा कानुन छ। अर्को कानुन मुलुकी अपराध संहिता 2074 छ। त्यो मुलुकी अपराध संहिता 2074 मा पनि यी खालका अपराधहरूलाई चाहिँ अपराधीकरण गरेका दफाहरू छन्। यदि तपाईँ बालबालिकालाई यो खालको अपराध बालबालिकाको विरुद्ध गरिराख्नु भएको छ होइन, बाबाआमाको रिस पोख्नलाई पनि ती सोसल मिडियामा चाहिँ छोराछोरीलाई अगाडि सारेर उनीहरूको के गरेर चाहिँ गरिराख्नु भएको छ भने तपाईँलाई थपमा चाहिँ बालबालिका सम्बन्धी ऐन 2075 का दफा समेत आकर्षित हुनसक्छ। तपाईँले त्यसबाट पनि थप सजायको भागी चाहिँ हुन सक्नुहुन्छ। अब यस्तो सजाय, यस्तो अपराध गरिहाल्ने मान्छेलाई के सजाय हुन्छ, कति हुन्छ भन्दाखेरि चाहिँ म्याक्सिमममा 5 वर्षसम्म सजाय हुनसक्छ, जेल है। 5 वर्षसम्म जेल सजाय हुनसक्छ र 1 लाख रुपियाँ जरिवाना हुनसक्छ। यदि तपाईँले यही खालको अपराध पहिले पनि गर्नुभएको छ र तपाईँलाई त्यहाँ सजाय भएको छ भने
त्यसको 1.5 गुणा सजाय हुनसक्छ। दोस्रो चोटि गर्दाखेरि 1.5 गुणा सजाय हुनसक्छ। र यदि बालबालिका सम्बन्धी अपराधलाई त्यो खालको अपराध गर्नुभएको छ भने, बालबालिका विरुद्धको यौन हिंसा जन्निने खालका गर्नुभएको छ भने तपाईँलाई थपमा बालबालिका सम्बन्धी ऐन अन्तर्गतको चाहिँ अर्कै मुद्दा पनि लाग्न सक्छ है। यो मात्रै नभएर कतिपय अवस्थामा चाहिँ तपाईँले पीडितलाई क्षतिपूर्ति तिर्नका लागि चाहिँ त्यो क्षतिपूर्ति तिर्ने थप सजायको फैसला पनि हुनसक्छ है। अब यो अपराध चाहिँ के हामी नेपाली एकदम अनपढ गँवार भएर मात्रै भयो त भन्दा त्यस्तो चाहिँ होइन। हेर्नु होइन, योभन्दा धेरै कडा कडा कानुनहरू अरू देशमा छन् र यो पछिल्लो इन्टरनेटमा झुत्तिने पुस्ता अथवा हामी सबै इन्टरनेटमा झुत्तिन थाल्दा, त्यस गरी पनि सामाजिक सञ्जालहरूमा झुत्तिन थाल्दाखेरि चाहिँ यो अझै समस्या बढी भएर गएको छ। टिकटकतिर देख्नुहुन्छ ती उजुरीकर्ता पनि ती हुन्छन्, अनि फरेन एगेन्स्टमा बहस गर्ने वकिल साहबहरू पनि त्यहीँ देखिनुहुन्छ, अनि फैसला पनि त्यहीँ गर्नुहुन्छ, सजाय पनि त्यहीँ गर्नुहुन्छ नि, टिकटकतिर देख्नुहुन्छ नि होइन। यो समस्या चाहिँ अन्त पनि छ होइन। ती कतिपय साइबरमा उजुरी भएको छन् नेपालमा, कतिपय भएको छैनन्। र यो संयुक्त राष्ट्र सङ्घले चाहिँ 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म चाहिँ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान भनेर सञ्चालन गर्ने गर्छ। त्यसमा चाहिँ हरेक वर्ष एउटा नारा तय गरेको हुन्छ, विश्वव्यापी नारा। त्यो नारा चाहिँ यसपालिको चाहिँ के छ भन्दा इन्ड भायोलेसन एगेन्स्ट अल वुमेन एन्ड गर्ल्स है। यो राखेर अहिले त्यो क्याम्पेन मनाइराखेको छ। किन यो लैङ्गिक भनियो र किन वुमेन एन्ड गर्ल्स भनियो भन्दाखेरि चाहिँ यसबाट पीडित हुने चाहिँ संसारभरमै महिलाहरूको सङ्ख्या बढी छ र यो थीम अहिले पनि यो थीममा बसेर अहिले पनि नेपालमा विभिन्न अवेरनेसका कार्यक्रमहरू भइरहेका छन्। यदि तपाईँले पनि यी खालका क्रियाकलापहरू गर्नुभएको छ, जानेर नजानेर गर्नुभएको छ, अन्डर एस्टिमेट गरेर गर्नुभएको छ भने जोगिनु होला र सजायबाट बच्नु होला। अहिले नै यो अवेरनेस चाहिँ लिनु होला, अवेरनेस क्याम्पेनको लिनु होला। धन्यवाद।